नमस्ते। सेवाशालाले दिने धेरै सुविधाहरूमध्ये को एउटा सगुन पनि महत्त्वपूर्ण हो। यहाँको सगुन सेवाशालाले दिने सगुन चाहिँ नेवारी सगुन हो, जहाँ चाहिँ ऐला, बारा, अन्डा हैन, माछा विभिन्न रूप त्यहाँ दिने र त्यसको सांकेतिक चीजहरू त्यहाँ हुन्छ। त्यसमा चाहिँ ऐला बडो महत्त्वपूर्ण हुन्छ, जसलाई चाहिँ देवीको रूपमा पनि हेरिने भावनाले। अनि विदेशबाट जो पाहुनाहरू सेवाशालामा आउँदै हुनुहुन्छ उहाँलाई चाहिँ ऐला हामीले सगुन रूपमा दिने गर्छौं। अनि यस्तो ऐला चाहिँ सेवाशालामा 3-4 वटा तरिकाको हुन्छ। एउटा चन्दन मिसिएको ऐला हामीले सगुन दिन्छौं, एउटा चाहिँ स्याउको ऐला दिन्छौं, एउटा चाहिँ स्ट्रबेरीको ऐलाहरू दिन्छौं, यो कहिले चाहिँ हामीले नर्मल ऐला मात्रै पनि दिन्छौं हैन। यो चाहिँ सेवाशालाले दिने सगुनहरूको रूपमा ऐला कसरी दिन्छौं, कस्तो खालको ऐलाहरू पाइन्छ भन्ने हो। यहाँ चाहिँ ऐलाहरू खास त्यो बेच्नमा राखिदैन, यो सगुनको रूपमा मात्रै राखिन्छ। त्यसकारणले तपाई यदि सेवाशालामा आउँदै हुनुहुन्छ भने ऐलाको स्वाद पक्का चाख्न पाउनुहुनेछ। थ्यांक यू।